चाहन्छु खै त ज्योति नगर आउँदै गर्दा एक श्रृङ्खलाको हल्ला चाहियो धन्यवाद छ नमस्ते गोल्याल पानी पर्ला जस्तो छ है सबैजना आयोजक टिमलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु स्टेज आसन गर्नुभएका प्रमुख अतिथिज्यू सम्पूर्ण अतिथिज्यूहरू सम्पूर्ण व्यक्तित्वहरूलाई मेरो सम्मान छ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण गोल्यालवासीलाई आई लभ यु पानी पर्ला जस्तो गरिरहेछ सिधै गीत गाइरहँ है त भन्नुस् ल हे कान्छी मुसुकै पैसा हे कान्छी मुसुकै पैसा अब कान्छीको लाइन है नाको फुले टल्केको टिलेले नाको फुले टल्केको टिलेले सोल्टी राजा तीन पेगमै फिलेले पैसा सोल्टी सर्लके भन्ने ल अब सेक्सी गलाको सेक्सी आवाज सुन्नुपर्छ पैसा हर्लकै अलि सानो भयो आवाज अब केटाहरूको सुनौँ न पैसा हर्लकै पैसा हर्लकै कान्छी मुसुकै पैसा गीत कान्छी मुसुकै पैसा भुसुकै ट्र्याक नम्बर 2 होला
केटाको भोकल छैन कि अनि केटाको नि मैले गाउँदाखेरि अलिक अडअड सुन्यो होला है तर केही छैन संसारमा दुई किसिमको कलाकार हुन्छन् कि कोही यस्तो हुन्छन् जसले केटाको लाइन पनि हान्दिरहेको छ केटीको लाइन पनि हानेर हुन्छ कोही त्यहाँ पनि पुरै लिरिक्स बजाएर यहाँबाट लिप्सिङ दिइरहेको पनि हुन्छन् होइन एनिवे अन्य त नमान्नु होला किनकि केटाको लिरिक्स अलिक डिफ्रेन्ट हुन्छ होइन त्यसैले तपाईँलाई अकवर्ड नलागोस् त्यसै यो केटाकेटीको डुएट सङ हो सो अर्को गीत है एउटा रोइला हे हे तिर्खा लाग्दा सबले धाउने त्यो खोलीभित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोलीभित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोलीभित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोलीभित्र के छ के छ त बेबी आई लभ यु म भन्छ त्यो नटी बेबीहरूलाई म गीत सिकाउँछु खोलीभित्र पानी चोलीभित्र जवानी खोलीभित्र पानी चोलीभित्र जवानी खोलीभित्र पानी चोलीभित्र खोलीभित्र पानी चोलीभित्र चोलीभित्र जवानी 3 नम्बरको ट्र्याक होला गनेर बजाउन बेबी बनतरुल थाहा छ हैन बङ्गुर थाहा छ बङ्गुर वनमा के पाइन्छ थाहा छ पहिला मान्छेहरूले अहिले पो खेती गर्न थाल्यो खेतीमा पनि आधुनिक खेतीमा पनि अहिले त चाहिँ वनमा बसेर कण्डमुल बनतरुल बनकेरा वनमा फल्ने फलफुलहरुमा निर्भर हुनुहुन्थ्यो कि पहिले है धेरै पहिला पनि हैन जस्ट मेरो बाजेको पालासम्म पनि भर्खर मेरो 3 पुस्ता मात्र अगाडि पनि है हुन त हामी धेरै टेक्निकली हामी धेरै कुरा चेन्ज भइसकेका छौं
सिस्टमेटिकली हुन्छ र तपाईँहरूलाई थाहा छँदैछ टेक्नोलोजीलाई कसैले पनि रोक्न सक्दैन। हिजो हामीले चाहिँ साउन र भदौमा मात्रै पोलेर खाने मकै अहिले हामीले हिउँदोको कठ्याङ हिउँदो जाडोमा पनि खान पाउँछौँ। सो अब यो कुरालाई एक्सेप्ट गर्नुपर्छ। त्यसैले म चाहिँ अहिले पनि अलिक पुरानो पुस्तामा छु कि त्यसैले म एउटा गीत चाहिँ गाउँछु ल, बनकेरा। तर फेरि बन तरुल भन्दा त्यति हाँसो उठ्दैन नि, बनकेरा भन्दा यस्तो हुन्छ नि होइन। मलाई अचम्म लाग्छ जस्तो भन्ने हुन्छ नि, ह्या कस्तो कुरा गर्दा स्याउ जस्तो भन्यो भने कसैले माइन्ड गर्दैन कि के कुरा गरेर त्यो केरा जस्तो भने माइन्ड गर्छ कि है। सो त्यो भनेको हाम्रो डटी माइन्ड मात्रै हो है। सो यो गीतलाई अन्यथा चाहिँ नलिएर म गीत सिकाउँछु पहिला तपाईँहरूलाई। कालो काफल पहेँलो बेसारा मरिलानु जिन्दगी के छ र बनैमा बनकेरा मादल खुन्न लाज मान्नु हुन्न हे नाच माया एकचोटि फन्केरा पहेँलो बेसारा मरिलानु जिन्दगी के छ र बनैमा बनकेरा मादल खुन्न लाज मान्नु हुन्न हे नाच माया एकचोटि फन्केरा हे नाच माया एकचोटि। अझै लाउड भएर भन्नु पर्यो, यो मौसमलाई च्यालेन्ज गर्नु पर्यो है त। हे नाच माया एकचोटि। केटीहरूको सुरिलो सेक्सी आवाज पनि सुनौ। हे नाच माया एकचोटि, हे नाच माया एकचोटि। ओके केटीहरू चाहिँ लाउड हुनु पर्यो है। हामीले चाहिँ महिला सशक्त हुनुपर्छ भनेर मुखले मात्रै भनेन, एक्चुअलमा सशक्त हुनको लागि आफ्नो लागि स्ट्यान्ड लिने, आफ्नो लागि आवाज उठाउने, आफूले इन्टरटेनमेन्ट गर्नु मन पर्यो भनेपछि कसैको लाज नमान्ने, मस्त बिन्दास भएर गर्ने, आफ्नो लागि जिउने। ओके ट्र्याक बजाऊ लास्टको ल मादल गुन लास्टको।
एकचोटिले कलै पुग्छ होइन त केटा हो म अलि हट भयो कि क्या पानी पर्न छोड्यो त पानी परेर कस्तो सेक्सी वेदर भएको थियो है फेरि अलिकति चिसो चिसो बढ्यो पानी पर्यो भने चाहिँ के यसो दारू सारू खाएर रमाइलो गर्नु मन लाग्छ के यसो सुटुकको डेटिङ जानु मन लाग्छ हजुर तर के गर्नु आफू त अहिलेसम्म डेटिङ पनि गएको छैन होइन कसम फिल्ममा मात्रै हेरेको मरिजम ओ त्यो लुगा खोल्यो सोल्टीको कसम तर फिल्मवालाहरू एकदम झुट बोल्दो रहेछन् कि फिल्मवालाहरूले रियालिटी देखाउँदैनन् है अनि बिहे गर्छन् भोज खाएको देखाउँछ साडी लाएको होइन मङ्गलम भगवान विष्णु सबै देखाउने अनि बेडसम्म गएको पनि देखाउने अनि झुम्का सुम्का उतारेको पनि देखाइदिने कि अनि साडीसम्म उतारेको देखाइदिने कि चल मेन कुरा आउन बित्तिकै यस्तो क्यामेरा मुभ गरिहाल्ने फिल्मवालाको विश्वास लाग्दैन एक्चुअली आफूले एक्सपिरियन्स गर्न मन छ गल्याङको सेक्सी सोल्टी पायो भने यस्तै सेक्सी भयो भने तर मलाई अझ सोल्टी भन्दा पनि अझ मलाई अङ्कल टाइपको सोल्टीहरू मनपर्छ आई लभ अङ्कल टाइपको सोल्टीहरू जस्तै हाम्रो ढाका टोपी लाउने दाइ हुनुहुन्छ अगाडि म यस्तो मनपर्छ कि कहिलेदेखि थाहा छ जहिलेदेखि मैले युट्युबमा हेरेको 83 वर्षको बुढाले अमला खुवाएर तबदेखि चाहिँ मलाई बुढाहरू एकदम मन पर्न थालेको छ कि त्यसैले मैले यङ केटाहरू चाहिँ अरू केटीहरूलाई चाहिँ बुढाहरू मलाई छोड्दै भनिरहेको छु कि है फेरि त्यो बुढाहरूलाई नै म एकदम काम लाग्ने मान्छे हो कि है कोही बुढाहरू चाहिँ रेड बुल खाएर घिउ खाएर मह खाएर पनि चार्ज हुन सकेन भने ज्योति मगरले हेर्नुपर्छ अटोमेटिकली चार्ज हुन्छ जस्तो अहिले त्यो अङ्कल 2 जना अङ्कलहरू चार्ज भइसकेको छ त्यहाँ आज यो अङ्कलहरूले घर घर आन्टीले खुसी बनाउँछ मलाई तर त्यो खुसीमा आँखा चाहिँ एकचोटि पनि खोल्ने होइन ल आँखा चिम मगर ज्योति मगरलाई मात्रै इमेजिन गर्ने फेरि आँखा खोल्यो भने फेरि आफ्नै बुढी देखेर फेरि बुढ हराउला तर आँखा चिम गरेर पनि फेरि माया गरेर त बुढीकै नाम लिने फेरि बुढी कमला विमला नै भन्ने फेरि बिर्सेर फेरि ज्योति भन्ला फेरि है बेबी त्यति कुरा चाहिँ याद राख्नु ल अलिकति बढी भयो क्या हो तर जहाँ ज्योति मन हुन्छ त्यो बढी भयो मतलबै भएन नि ओके होइन पानी पर्दैन जस्तो छ मलाई रेगुलर गीत गाइदिन्छु यसो गरौँ एउटा झ्याउरी गीतमा उठेपछि को हान्न आउँछ खासमा हामी नेपालीहरूलाई नि नेपाली लोक स्टाइलमा उठेपछि हान्दा जति मजा आउँछ नि त्यो पाश्चात्य सङ्गीतहरू छ नि डिस टास यो ये उहाँहरूमा मजा आउँदैन कि हामी मात्र रक्काएर हामी उठेपछि हान्ने खालको मान्छेहरू हो नि त हो कि होइन हामी नेपालीहरू त्यसरी आफ्नो कल्चरलाई जहिले पनि माया गर्नुपर्छ हाम्रो दिदीबहिनीहरू कति राम्रो देखिनु भएको छ है खासमा हाम्रो नेपाल जस्तो ठाउँ हामी भाग्यशाली छौँ बहुभाषा बहुसंस्कृति बहुदेशले हामी भरिपूर्ण छौँ संस्कृतिले एकदम भरिपूर्ण छौँ हामी एकचोटि आफ्नो नेपाली स्टाइलमा झ्याउरी गीतै सुर्खेत बुलबुली जाम्ला नाचौँ जाम्रे तालैमा हेर्नु त कति नम्बरमा छ सुर्खेत बुलबुली है त उठेपछि हाल्नुपर्छ
के नमिले जस्तो गर्छ है केटा हो त्यसैले केटा हामी केटी मान्छेले यतिको पनि एकदमै हुन्छ नि बहुरूपी हुन्छ होइन त्यसैले हामी केटी मान्छे टेन्सन लिने केटाहरूले चाहिँ पहिला पढ्ने लेख्ने करियर बनाउने पैसा कमाउने अहिले पैसा कमाउने काम गर्ने बेलामा केटीको पछि पछि गरेर दौडिने होइन ल त्यसरी दौड्यो भने केटीहरू झन् भाग्छ बरु तिमीले करियर बनायो पैसा कमायो समाजमा हुन्छ नि मान मर्यादा राख्यो भने नि केटी मान्छेहरू आफै पछि आउँछ बाबा के खाइसिन्छ बाबा हजुरले निलो लुगा नलगाइस्यो न हजुरले त ब्ल्याक सुहाउँछ बाबा हजुरले फुर्सद छ भने भोलि मेरो बर्थडेमा आइस्यो न टाइपको हुन्छ कि ल केटा हो त्यसैले के गर्ने केटीको पछि नलाग्ने करियर बनाउने पैसा कमाउने इज्जत कमाउने अनि बल्ल घरमा श्रीमती भित्याउने बाहिर गएर गर्लफ्रेन्ड बनाउने अनि श्रीमतीलाई आफैमा गर्लफ्रेन्डलाई काफैमा आज तर अझै फेरि बाउ विवाह लाग्छ फेरि केटा हो अहिले फेरि मर्दाको त सातवटै हुन्छ भने ठाउँमा बिहा गरेर फेरि जाला जेल है गर्लफ्रेन्ड मात्रै बनाउने ल अनि सेम पिन्च केटीहरूलाई खासमा चाहिँ हामीले भन्छ हाम्रो अलिकति एउटा धारणा छ कि केटा मान्छेलाई त जे गरे पनि हुन्छ हामी केटीलाई लाज हुन्छ नि घन्टाको हुन्छ थोरै दुनियाँको लाजसम्म हामीले बोकेर हिँड्या हुन्छ र हामीले पनि आफूले मन लागु गर्ने हो कि बुढाले बुवाफीले धोका दियो भने अर्कोलाई फेरि टक्क बनाइहाल्नुपर्छ त्यो रोएर त्यसको लागि जिन्दगी बर्बाद भयो भनेर बस्ने होइन त्योभन्दा राम्रो केटा खोज्ने होइन दौडिहाल्ने त्यसले पनि खास गऱ्यो भने साइड लगाइदिने त्यसलाई पनि त्यसको लागि पहिला चाहिँ आफू इन्डिपेन्डेन्ट हुन जरुरी छ है आफू चाहिँ एकदम आत्मनिर्भर हुने हातमा सिप सिक्ने त्यो केटाको आफ्नो बुढाको कट्टु धोएर घरमा बस्ने होइन है बुढाले बराबर काम गर्ने सँगसँगै अफिस जाने सँगसँगै आउने सँगसँगै बच्चाको गुद हुने सँगसँगै खाना पकाउने भाँडा माझ्ने त्यसले माझेन तपाईँले पनि नमान्ने जाने होटेलमा चिल मार चिल बियर होटेलमा गएर ल मिलेर गर्ने ल केटी हो बुढाहरूलाई धेरै मताउने होइन है फेरि तपाईँ जति बुढाको सेवा गरे पनि तपाईँको बुढाले अर्को केटीलाई आँखा लाउनु छोड्दैन झुट बोली आँखा लाउँछ तपाईँ म्यारिड होइन भन्यो भने म म्यारिड हो तर मेरो घरमा सम्बन्ध राम्रो छैन अरे सम्बन्ध राम्रो नभए छोराछोरी कहाँबाट जन्म्या हो सोच्नुपर्ने कुरा कि अनि किन सम्बन्ध राम्रो चाहिँ त भुँडी पुगाएर मर्या हुन्छ मुर्दाहरूले होइन अनि घरमा त मेरो सम्बन्ध राम्रो छैन मेरो श्रीमती त बुझ्ने खालको छैन तिमी त कस्तो अन्डरस्ट्यान्डिङ छौ भन्दै केटी पटाएर हुन्छ केटी हो बुढालाई एकदम ठाउँमा राख्ने टक्क सिसिटिभीको काम गर्ने आफैले सिसिटिभीको काम आफैले गर्ने यस्तो नजर राखिरहनुपर्छ कहाँ जान्छ भनेर ओके तल पनि सोल्टीहरू मेरो बुढीहरू गर्लफ्रेन्डहरू भाँड्दै भन्नाला खास भाँड्ने नै हो मेरो बिहा भएको छैन भनेपछि अरूको किन घरबाट हुन दिने भाँड्नै आएको ओके त्यो रमाइलोको लागि थियो हल्का सत्य पनि हो है फेरि ल ओके सबैजना अलिक लाउड भएर तल पनि बिरालो छोरी खान पल्केको त अलि मजा आएन अलि कानलाई मजा आएन अब ढाडी बिरालो नभन्ने त सेक्सी बिरालो भन्ने ल अब म छोरी खान पल्केको भन्ने सेक्सी बिरालो भन्ने ढाडे नभन्ने है छोरी खान पल्केको त सेक्सी बिरालो छोरी खान पल्केको त छोरी खान पल्केको त आई लभ यु सँगसँगै गाउनुपर्छ ल मलाई त्यस्तो इन्ट्रेस्ट छैन आए हेरेको यसो हेरेर बज्नु त कति नम्बर छ मलाई यस्तैमा इन्ट्रेस्ट छ